हेलो एभ्रिवान, नमस्ते। म यज्ञमान बोरा हजुरहरूको माझमा आज पनि एउटा कथा लिएर आएको छु। कृपया अन्तिमसँग सुनेर साथ दिनुहोला। मन परेछ भने च्यानललाई सब्सक्राइब गर्नु नभुल्नुहोला। यदि मन नपरेको खण्डमा कमेन्ट बक्समा आफ्ना सुझावहरू राख्नुहोला। कथाको शीर्षक रहेको छ बाल्यकालमै एउटा छोराको सङ्घर्ष। ओके, नाउ स्टार्ट। अछामको बिगड गाउँमा जन्मिएका दुखीराम नाम गरेका 14 वर्ष केटा बस्दथे। उनको घरमा बुबा आमा भाइ बहिनी बस्दथे। तर त्यो घर जस्तो थिएन। दिनहुँ कर गाली र आँसुको आगोमा पोलिएको एउटा दुःख संसार थियो। बुबा दिनहुँ रक्सी खाएर आउँथे। आँगनमा ढलेर सुत्थे। कहिलेकाहीँ आफ्नै सन्तानलाई कुट्थे। आमाको निधारमा निल अनि दिदीबहिनी र भाइ डरले थरथराएका थिए। दुखीराम पनि चुपचाप बसेको थियो। ऊ पनि केही बोल्न सकेको थिएन। एक साँझ बुबाले रक्सी खाएर घर आएर किचनमा आगो लगाइदिए। खाना ढिला भएको न्युमा त्यो आगोले घरको आधा भाग जलेर खरानी बनायो। छिमेकले आगो निभाए, तर दुखीरामको मनभित्र आगो कहिले निभेन। त्यसपछि आमाले साहस गरेर बुबालाई छाडिदिन्। तर साथसाथमै घरको जिम्मेवारी दुखीरामको काँधमा आयो। स्कुल जान टाढाको कुरा भयो। ऊ बिहानै उठेर घाँस काट्थ्यो, बेलुका बजारमा भारी बोक्थ्यो, आमालाई औषधि किन्थ्यो, भाइ बहिनीको स्कुल शुल्क तिर्थ्यो, साथीहरूसँग नयाँ कपडा किन्थे। उसले पुराना चेप्टेका लुगा टालेर लाउँथ्यो। कहिलेकाहीँ पेट भर्ने चिज नहुँदा बहिनीलाई आफू नखाई खाना दिन्थ्यो। आमाले रोएर सोधिन्, छोरा त थाक्दैनस्? दुखीरामले मुस्कुराइसहित भन्यो, थाक्न त हुन्छ आमा, तर तिमी र भाइ बहिनीको लागि काम त गर्नु पर्यो नि। आज दुखीराम 20 वर्षको भएको छ। ऊ स्थानीय होटलमा काम गर्छ। बहिनी कक्षा 12मा पढ्छिन्। आमाको अनुहार अब घाउ छैन, तर आँखा अझै भिज्छन्, किनकि उनको छोराले बाल्यकाल कहिले पाउन सकेन। बुबाको नराम्रो बानीले गर्दा दुखीरामको बाल्यकाल एकदमै दुःखदमा बितेको थियो। त्यसैले रक्सी नखानुहोस्, स्वास्थ्यको लागि मात्र हानि नभएर परिवारलाई समेत असर पर्ने भएको कारणले कसैले पनि नशालु पदार्थहरूको सेवन नगरौँ भन्ने मुख्य सन्देश दिन खोजिएको छ यो कथाले। ओके, धन्यवाद।